हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ नयाँ दिन नयाँ भिडियो है। गर्मी एकदम बढिरहेछ दिल्लीमा। के छ नेपालतिरको खबर म चाहिँ आज धेरै दिनपछि भिडियो बनाउँदैछु। टक्क पहेँलो चस्मा लगाएर, बाल पनि एकदम लामो भइसक्यो। गर्मी एकदम बढी भइरहेछ है अहिले दिल्लीमा। कामदाम ठिकै चलिरहेछ। सर्र पारामा हाम्रो सोल्टी चाहिँ झोला बोकेर हिँडिरहेछन् है यो पारामा होइन। अनि के छ हाम्रो पूर्वेली सोल्टी कहाँ गऱ्यो तिमी? पाल्पाको होइन, पाल्पा पूर्व खोलाको सोल्टी हाम्रो होइन। आज चाहिँ दाइले होइन भ्लग बनाएको छ। आज चाहिँ एकदम धेरै दिनपछि भ्लग बनाएको है। सबैले मजा आइरहेछ। सपोर्ट गरिदिनु पर्यो मेरो दाइलाई पनि होइन, माथि पुर्याइदिनु पर्यो होइन। तपाईँहरूको साथ सपोर्टले मेरो दाइ पनि अलिक माथि लेभल। हाम्रो काम चाहिँ खल्लागिरी चलिरहेछ। यो सोल्टी ब्याग हाल्दैछन् है। ए यो नयाँ ड्राइभर आएको? ए ओके, यो चाहिँ नयाँ ड्राइभर आएर चाहिँ गिलको है। हाम्रो पेट्रोल पम्प भयो सरोजनी नगरको बस लाग्ने ठाउँ है। अरू त के नै भन्नु, त्यही नै हो, नयाँ केही पनि छैन। यत्तिकै भिडियो बनाऊँ, धेरै दिन भइसक्यो नहालेको। युट्युबमा पनि फेसबुकमा पनि भ्लग टाइपको भिडियो भनेर मात्रै बनाएको ल। अनि यहाँ चाहिँ हाम्रो सोनु सरदार रमेश दाई बसिरहेछन्। और भेना के छ? भेना श्री ठीक हो? ये बड़े खतरनाक लड़की बाज है हमारे भेना है ना। सबको बेइज्जत गर्दै हिँडिरहेको छु म। सपोर्ट गाइस। बडे खाइन दाइ, बडे खाइन। मान्छे सोधिरहेको त अहिले चाहिँ। यो चाहिँ हाम्रो पूर्वेली सोल्टीको घर, के अरे अफिस भएको ठाउँ है। यस्तै छ यहाँको दिनचर्या चलेकै छ। घुमफिर गऱ्यो, टाइम पास गऱ्यो, लाइक एन्ड सपोर्ट भन्दै बसिरहेछन्। यस्तै छ। और हाम्रो यिनी चाहिँ पूर्वेली सोल्टी भन्न चाहिँ पूर्वेली भन्छु, हुन चाहिँ कहाँ गरे सेङ्जाली होइन। सेङ्जाली फटा हुने एक नम्बरका फटा है हाम्रो। फुच्चे खान साला भाउ भनेपछि यति बढी यिनको। यो चाहिँ चुवाचे साला, चुवाचे हो यो। सुँगर बोल्थे यसको। थापा होटल पनि बन्द रहेछ त हौ। थापा होटल यो अफिस पनि बन्द रहेछ आज। सब चिज बन्द है। शनिबार चाहिँ एकदम सब चिज बन्द। धेरै काम नचल्ने गरेर हाम्रो त छ प्यासेन्जर राम्रै किन बन्द गरिरहेको केटाहरू सबले। आज अफिस होटल, हाम्रो अफिस पनि, हाम्रो अफिसको साइडको होटल पनि बन्द छ, नेपाली होटल। गर्मी एकदम गाह्रो भइरहेछ। यो चाहिँ हाम्रो सृष्टि ट्राभल है। सर के गर्नु भएको छ? सर क्या हुनुहुन्न? सर चाहिँ हुनुहुन्छ हाम्रो सृष्टि यातायातको जो मेन। हाम्रो डन दाई छन् आजको ब्लगमा होइन। अब त पुरानो भइसक्यो। उति बेला चाहिँ नयाँ दाई भनिरहेको थिएँ, अहिले त पुरानो भइसक्यो, बुढो भइसक्यो होइन दाई? के भन्नु छ? केही त सुनाउनु यार। गर्मी धेरै छ, त्यही मैले त्यही भनिरहेको अघिदेखि भिडियोमा। गर्मी धेरै छ। त्यहाँ मेरो त्यो भ्लग त होला नि है तपाईँले पहिला बनाएको, मैले बनाएको त्यो वाला गोलो वाला छ नि होइन? त्यो पनि पोस्ट गर्छु कि म। त्यही नै हो, गर्मी एकदम छ। सबैले त्यही भन्छ दिल्लीमा गर्मी बढ्यो भनिरहेको सबैले। नयाँ भन्नु कसैको केही छैन, दिल्लीमा गर्मी बढ्यो भन्नु नै सबैको अहिलेको कुरा भइरह। गर्मी पनि बहुत गर्मी बढेछ। रमेश दाइले यार नयाँ जस्तो नहेर्नु न हौ। त्यही हो, यहाँ डमरु सोल्टिना बसिछन् यहाँ आइफोन देखाउँदै। सर र पारामा आजको भ्लग यति नै। हाम्रो पवन सरजी यहाँ बस्नु भएको, सुत्नु भयो। यहाँ पवन सर दिउँसै सुत्या छन्। यस्तो गरिने सुत्छ कोही यार दिउँसै। थ्याट फेरि यार पवन सरजी यार। चलो आजको भिडियो यति नै। म मेरो चस्मा चेन्ज गर्छु।
बाबू चश्मा ले लियो अपना ठीक है म आफ्नै चस्मा लगाउँछु यो चाहिँ मागेर लगाएको थिएँ है चस्मा त्यही नै होला